हेलो वेलकम टू माई युट्युब च्यानल। हजुरहरूलाई मेरो च्यानलमा स्वागत छ। म आज खजुरी रोटी बनाउँदै छु। अन्तिमसम्म हेर्नुहोला। खजुरी रोटी बनाउनलाई मैदा लगे। मैदामा मोस्नलाई मैले तेल राखेँ अलिकति। यसमा तेल राखिसकेपछि चिनी लगे मैले अलिकति भाँडामा राखेँ। अनि यसमा पानी राखेँ मैले अलिकति, यसलाई चाहिने जति। पानी राखिसकेपछि ग्यासमा तताउने। अब तातिँदै गर्छ उता यता मजासँग तेल र मैदा मुस्ने। मजाले तेल र मैदा राम्रोसँग मुसिनु पर्छ। यसमा ज्वानो राखेँ मैले अलिकति स्वाद अनुसार ज्वानो राख्ने यसमा मजाले अनि मुस्ने। मजाले मुसिसकेपछि यसलाई राम्रोसँग सबै तेल मैदा अनि ज्वानो सबै राम्रोसँग मिक्स गर्ने। पानी पनि उम्लिसकेको छ। यसमा यो उम्लिसकेको पानी हल्का चिसो बनाएर यसमा राख्नुपर्छ थोरै गरेर। चाहिने आवश्यकता अनुसार थोरै पानी राख्दै यसलाई मुस्नुपर्छ, नत्र पिठो बिग्रेपछि राम्रो हुन्न खजुरी। थोरै गरेर पानी थप्दै राम्रोसँग मुस्नुपर्छ यसलाई। हेर्नुहोस् यतिको गराउँदै थोरै पानी थप्दै राम्रोसँग मुस्नुपर्छ। पिठो राम्रोसँग मुस्नुपर्छ सबैभन्दा। यतिको राम्रोसँग बिस्तारै राम्रोसँग यो पानी थोरै राखेर मुसेर यतिको भइसकेपछि राम्रोसँग मुसेर यतिको डल्लो बनाउने। यतिको भइसकेको छ। ल अब खजुरी रोटी बनाउनलाई पिठो रेडी भइसकेको छ। यो पिठोलाई बिगाड्नुहुन्न, सबैभन्दा पिठोमा ध्यान दिनुपर्छ। पिठो बिग्रियो भने रोटी राम्रो हुन्न। एकदम सारो राम्रोसँग हातले मुसेर यतिको भइसकेको छ। अब रोटी हाल्नलाई रेडी भइसकेको छ। खजुरी रोटी हाल्नलाई रेडी भइसकेको छ पिठो। अब मैले थोरै डल्लो लगेर अब सुरु गरेँ। ल तपाईहरु पनि यसरी बनाउन सक्नुहुन्छ। ल हेर्नुहोस्, यतिको एउटा यो काठको बनेको हुन्छ खजुरी रोटी हाल्नलाई। मैले यसमा बेले यसलाई। ल हेर्नुहोस्, यतिकै यसलाई उठाउनुहुन्न। यतिकै यो भाँडा यो काठको यो खजुरी रोटी हाल्नलाई घुमाउनु पर्छ। उठाएपछि बिग्रिन्छ। यतिकै घुमाउँदै बेल्दै गर्नुपर्छ। ल यस्तो राम्रो खजुरी रोटी भएको छ। यसलाई निकाल्नलाई अलिक गाह्रो हुन्छ। पहिला यसलाई तेल लाउनुपर्छ यसको हात। ल हेर्नुहोस्, यति राम्रो खजुरी रोटी बनेको छ, रेडी भइसकेको छ। ल हेर्नुहोस् कस्तो राम्रो कोठावाला खजुरी बन्यो। सबै खजुरी रेडी भइसकेको छ। अब खजुरीलाई पकाउनतिर लागौँ। तातिरहेको तेल छ, यसबाट खजुरी हाल्नुहोस्। यस माथिबाट यसलाई पाक्न दिनुहोस्। मजाले तातो तेलमा राख्नुहोस्। ल अब खजुरी रोटी फर्काउनलाई रेडी भएको छ। अब यसलाई बिस्तारै चिम्टाले फर्काउने। हेर्नुहोस् यतिको बनिसकेको छ। अब मैले अरू थपेँ, यो पाकिसकेको छ। अरू रोटी पकाउन लागेँ। अब यतिको खजुरी रोटी बनेपछि ल हेर्नुहोस् कस्तो बन्यो हेर्नु। वाउ, सादा र नर्मल खजुरी रोटी घरमै बनाउनलाई तपाईहरु बनाउन सक्नुहुन्छ। यस्तै भिडियो हेर्नलाई मेरो च्यानललाई सब्स्क्राइब गर्नुहोस्। थ्याङ्क यू सो मच। सी यू, बाई बाई।